बहिनी तपाईँको नाम के हो? ए घर कहाँ हो तपाईँको? तपाईँ त एकदम बिरामी देखिन्छ नि अहिले। तपाईँ कहाँदेखि आउनु भएको अहिले? कुवेतदेखि बिरामी भएर? धेरै बिरामी भयो तपाईँ? धेरै बिरामी भएर अफिसमा आएको। अफिसमा झन् धेरै भयो। कति बस्नुभयो अफिसमा? कुवेतको अफिसमा कति दिन बस्नुभयो? 1 महिना पुग्यो होला। ठ्याक्कै 1 महिना भयो। धेरै भयो होला। अर्को अफिसमा 3 दिन। अनि त्यहाँ कुवेत बस्दाखेरि, कुवेतको अफिसमा बस्दाखेरि तपाईँलाई खानपिनको व्यवस्था दिए कि दिएन? थिएन खानपिनको व्यवस्था। केही गरेन? उपचार पनि गरेन? रातभरि यस्तै फुलमा सुतेको। बिहान 10 बजे एउटा रोटी चिकाएर चिया दिन्थ्यो। त्यही पनि खाँदा उल्टी आउँथ्यो। उल्टी गरेर फेरि पिट्थ्यो आएर। पिट्थ्यो पनि तपाईँलाई? अफिसमा पनि बिरामी, यस्तो बिरामी भएको मान्छेलाई कुट्ने? काममा गरिस् भनेर बस्दै गाली गर्दै लात्तीले हान्थ्यो। लात्तीले हान्ने? नेपाली हो कि त्यहाँ अरू देशी? भन्थ्यो कि आउनेको दिन सबै कुरा बुझिदियो। फेरि नेपालीहरू बोल्न सिकाएको थिएँ मलाई, नत्र पिट्छु भनेर। सबै रेना दिदीले भने यस्तो भन्, मैले भनेको यस्तो भन् भनेर सिकाएर वरिपरि बस्दै। अनि तपाईँलाई त्यहाँसम्म पुर्याउने को? नेपालको एजेन्ट को? रेना दिदी। रेना खड्काले पुर्याएको तपाईँलाई? ए अनि अब तपाईँ अहिले कति महिनामा नेपालको भूमि टेक्न सफल भयो? 3 महिना पुरा हुन लाग्यो। हो 3 महिना हुन लाग्यो। यहाँ त 2 महिनाको भिडियो भनेर मार्न खोजेर गाली गरेर यताबाट पनि गाली गर्ने उताबाट पनि गाली गर्ने, नत्र टिकट काट्ने भन्ने यताबाट उताबाट। खास तपाईँलाई बिरामी चाहिँ के भएको? के हो थाहा नि। बिरामी जस्तो ज्वरो आउँछ, यिनी करङभरि फुट्छन्, पुरै खाए जस्तो हुन्छ। पल्टेपछि पल्टिनु नदिने, लट्ठीले हानेर। अब तपाईँले यता सुन्नु न, तपाईँले अब यो विदेशमा तपाईँ जस्तो भिजिट भिसामा जाने, घरको काममा जाने दिदीबहिनीले के भन्नुहुन्छ? म कसैलाई पनि जान्दिनँ मैले थाहा भएसम्म। हो यो एक जग्गा काम गरेको पैसा 1 रुपियाँ पनि दिएन। काम गरे कति पैसा दिएन तपाईँलाई? 10 दिन दिए मलाई जेलरी दिएन। एक दिन हातमा देखायो 16 तारिकको 1 महिनाको दिन्छु भनेर। फेरि खोसेर लगी त्यहाँ लग्छु पैसा हातमा जा भनेर लगी बच्चालाई समाएर। त्यहाँ फेरि कहाँ लिक्टो खोले यस्तो गरी बन्द छ भनेर फेरि भोलि हालिदिन्छ भनेर मलाई त्यहीँ बच्चा छोडेर अर्को बच्चा लगेर अर्कीलाई लगेर गयो। अर्की पनि ल्याएको थिएँ पछि खाना पकाउनु। अब तपाईँले चाहिँ तपाईँलाई यहाँसम्म नेपालसम्म उद्धार गर्न सहयोग गर्ने संस्था व्यक्तिलाई के भन्नुहुन्छ तपाईँ? धन्यवाद भन्ने होला नि। बाँचेर आइपुग्यो, ल्यायो, सबैले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेलाई धन्यवाद भन्ने त होला नि। अब तपाईँ उपचार गर्नु पर्यो नि। अब के गर्नुहुन्छ उपचार? अलिअलि भएको पैसा गरी यता खर्च भइसक्यो गरी पठाएछन्। अब घरमा 1 रुपियाँ छैन, केले औषधि गर्ने मर्ने त होला। ल अब तपाईँले अरू गाउँ बस्ती जाँदा तपाईँ जस्तो छोरी चेलीहरूलाई घरको काममा भिजिट भिसामा जानेहरूलाई नजानु भनेर सम्झनु। यस्तो हुन्छ, आफूले त दुःख पायो अरूले नपाऊ। हेटौराको अन्जु दिदी हुनुहुन्थ्यो। उहाँले यो छोरीले एजेन्टको घर आएको भोलिको फ्लाइट छ भनेर मम्मीले उहाँ फोन गरेको। तुरुन्त घर फर्किहाल्छ छोरी भनेर फर्काइदिनु भयो। आफू पनि आउनुभयो। तिमीलाई झन् पागलले भन्ने पिट्ने कस्तो गर्थे, ड्युटीले दामा गरेका हुने नक्कल पारेछन् भन्ने कस्तो धेरै पिट्ने है। कसरी गाली गर्ने, खाना खाने बेला पनि नखा, उल्टी त्यो थाल्नु, उल्टी गरेपछि मार्ने, फेरि पिट्ने, नखाएपछि खायो भन्ने। खाना फेरि साँझ बिहान त्यो भाँटा र टमाटरको तरकारी मात्रै पकाउने। त्यो टमाटर र भाँटा खाएपछि फेरि मेरो पत्तै भएको झनै मलाई त गाह्रो भयो। अब तपाईँ अब नेपाल आइपुग्नु भयो, तपाईँको स्वास्थ्य लाभको हामी शुभकामना भन्छौँ वैदेशिक रोजक उद्धार नेपालको तर्फबाट। र तपाईँको शीघ्र स्वास्थ्य लाभको नि शुभकामना र छिटो उपचार गरेर पहिलेको जस्तै हुनु है त। हस्, धन्यवाद।